हामी दुबईको यो बर दुबईको आब्रा सिसाइडमा छौँ र यो सिसाइड यहाँले हेर्न सक्नुहुन्छ। यो बिहानको समय हो। बिहानको समयमा यहाँ चकमन्न हुन्छ। जब यहाँ राति हुन्छ, झिलिमिली हुन्छ, क्रुजहरूको लागि यहाँ चाहिँ यस्ता यो क्रुजहरू लाखौँको सङ्ख्यामा यहाँ आएर बेलुका रमाइलो हुन्छ। र हामीले बागमती कोरिडोरलाई पनि यस्तो गर्न किन सक्दैनौँ? एउटा ड्याम बनाएर हामीले यसरी क्रुजहरू चलाएर चाहिँ त्यहाँ हामीले मार्केटहरू किन गर्न सक्दैनौँ? पर्यटन, आन्तरिक पर्यटन र बाह्य पर्यटकहरू किन भित्राउन सक्दैनौँ? यदि नेपालले चाह्यो भने जे पनि गर्न सकिन्थ्यो। तर नेपालमा यस्ता धमिराहरू छन् जो सत्ता र शक्तिमा पुगेपछि उनीहरू केही हेर्दैन। जो चाहिँ उनीहरू पैसा र कहाँबाट कुम्ल्याउन पाइन्छ उसलाई देशको विकासको मतलब छैन। उसले चाहिँ जहाँबाट कुम्ल्याउन पाइन्छ त्यहाँ मात्र हेर्ने चलनले गर्दा आज हाम्रो देश भन्न लायक रहेको छैन यी नेताहरूको कारणले। हेर्नुहोस्, दुबईको यो आब्रा भन्ने सानो ठाउँ हो, तर यहाँ लाखौँ चाहिँ भिराम चाहिँ सङ्कलन हुन्छ हरेक दिन। धन्यवाद।